हेलो साथीहरू, सबैलाई नमस्कार। आज मेरो छुट्टीको दिन मैले चिकन करी बनाउन लागेको। त्यसैले मैले मासु रेडी पारेको छु। अब यो मासुलाई म पकाउँछु। फर्स्टमा चाहिँ घिउ हालेको छु। अब मेरो घिउ तातिसकेछ। त्यसमा मैले जिरा धनिया र सुकमेल फुटाउँछु। अब मेरो मसलाहरू पनि कलर चेन्ज भइसकेको छ। यसमा मैले प्याज हालेँ। अब यसलाई राम्रोसँग चलाएर हल्का रातो रातो कलर हुने गरेर भुट्छु। अब मेरो प्याजको कलर पनि यस्तो भइसकेको छ। यसमा चाहिँ पर्दैन। मैले लसुन पनि हालेर भुटिसकेँ। मासुलाई यसरी सानो सानो पिस गरेर काटेको छु। अब यो मासुलाई यता हाल्छु। मैले चाहिँ घिउ थोरै हालेको, किनभने यो मासुमै अब फेरि मासुको बोसो मिलेर तेल निस्कन्छ। सो मैले थोरै मात्रै हालेको छु। मैले यसमा चाहिँ थोरै बेसार हाल्छु। अनि मैले स्वाद अनुसारको नुन हाल्छु। पिसेको स्पाइस पनि एड गरिसक्यो। सबै ठाउँसक्ने गरेर चलाउँछु। नेपालीलाई करी बनाउँदा पिरोको त आवश्यक पर्छ नै। त्यसैले मैले आफैले पिसेको डल्ले खुर्सानीको पिरो पनि एड गर्छु। अब मेरो मासुको कलर पनि एकदमै राम्रो भइसकेको छ। मैले अब यो मासुमा चाहिँ काटेको टमाटर एड गर्छु। अब मेरो टमाटर पनि पाकिसकेको छ। ग्रेभी बन्दैछ है, चिकन ग्रेभी। अब मैले यसमा पानी एड गर्छु। म बस्ने ठाउँमा धनिया नपाउने भएकोले मैले सधैँ चिकन करी बनाउँदाखेरि प्याजको हरियो पत्ता लिएर हाल्ने गरेको छु। साथीहरू, अब मेरो चिकन करी रेडी भइसकेको छ। सबैजनाले अन्तिमसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। मिठो कमेन्ट गर्न नभुल्नुहोला है।